सम्मान्य सभामुख महोदय, एउटा संवैधानिक पद र यो सदनको एउटा जिम्मेवार भूमिकामा रहने उपसभामुखको निर्वाचनको प्रक्रियामा हाम्रो दलको धारणा स्पष्ट गर्नका निम्ति म यहाँ उभिएको छु। सर्वप्रथम त यहाँ उभिँदै गर्दा पहिलो पटकमा संसदमा उभिएर बोल्दैछु र मलाई निर्वाचित गरेर पठाउने सल्यानी सम्पूर्ण बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्झना चाहन्छु, नमन गर्न चाहन्छु। निर्वाचन ताका तपाईहरुले हामीप्रति गरेका अपेक्षाहरू र हामीहरूप्रति तपाईहरुले जुन भावना व्यक्त गर्नुभएको छ त्यसलाई सम्झना चाहन्छु। र सबभन्दा पहिले त आज हामी जुन प्रक्रियामा प्रवेश गर्दैछौँ, जसरी हामी सम्मान्य सभामुख महोदयलाई यो सदनबाट सर्वसम्मत रूपमा निर्वाचित गर्न सक्यौं, त्यसै गरी उपसभामुखमा पनि हामीले सर्वसम्मत रूपमा निर्वाचित गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो। यो हाम्रो दलको भावना थियो। हाम्रो दलको तर्फबाट हामीले यो विचार अगाडि सारेका थियौं, तर यो सम्भव भएन। यसको सीमा कहाँनिर रहे, यसको बारेमा अगाडि केही मान्यजीहरूले विषय राख्नु भएको छ। केही प्रश्नहरू खडा भएका छन्, राजनीतिमा मूल्यका प्रश्नहरू उठेका छन्। यी विषयवस्तुहरूमा सम्भवतः सम्बन्धित माननीयजीहरूले नै आफ्नो ठाउँमा गम्भीरतापूर्वक लिनुहुनेछ कि पक्कै पनि राजनीतिमा मूल्यको धेरै ठुलो महत्त्व हुन्छ, इमानको धेरै ठुलो महत्त्व हुन्छ। यदि त्यहाँ कोही हामी कमी गरेका छौँ भने त्यसलाई यो सम्मानित सभामा मैले भन्न चाहन्छु। सम्मान्य सभामुख महोदय, हामीले केही न केही नयाँ मानकहरू यो सदनबाट स्थापित गरेर जाने कोसिस गर्नै पर्दछ। त्यसको निम्ति हामीले समीक्षा गर्न जरुरी छ भन्ने म ठान्दछु। र हाम्रो दलको तर्फबाट हामीले श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्ताव गरिनुभएका एउटा मधेसको छोरी, मधेसको माटोमा जन्मिनु भएको र अञ्जुलीभरि माटो बोकेर निर्वाचन मार्फत यो सदनसम्म आइपुग्नु भएको नेपालको छोरी, मधेसको छोरी, एउटा नवयुवा जेनजी समूहभित्रको, जसरी यो जेनजी पछिल्लो जेनजी आन्दोलन लोकतन्त्रको सर्भिसिङको निम्ति भएको छ, त्यो आन्दोलनको प्रतिनिधिको रूपमा समेत आज एउटा जिम्मेवार पदमा जसरी उम्मेदवारको रूपमा यहाँ खडा हुनुभएको छ, हाम्रो दलको तर्फबाट उहाँलाई समर्थन गर्ने हाम्रो निर्णय म तपाईहरुको बीचमा सुनाउन चाहन्छु। र म भन्न चाहन्छु, हामी संसदमा प्रतिपक्षको बेन्चमा छौँ। पक्कै पनि हामीले भन्ने गरेका छौँ, सरकारले यदि पछिल्ला आन्दोलनका भावनाहरू अनुसार नै आफूलाई अगाडि लिएर बढ्यो र साँच्चै लोकतन्त्रको सर्भिसिङ गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने दिशामा आफूलाई खरो रूपमा उभ्याउँदै अगाडि बढ्यो भने हाम्रो तर्फबाट समर्थन रचनात्मक ढङ्गले रहनेछ। यदि लोकतन्त्रका मूल्यहरूमा, लोकतन्त्रका भावनाहरूमा, लोकतान्त्रिक संस्थाहरू, राजनीतिक र नागरिक संस्थाहरूमा कतै अंकुश लगाउने कोसिस भयो भने त्यस बेला हामी दृढतापूर्वक त्यसका विरुद्धमा उभिनेछौँ। हामीले यो कुरा स्पष्ट गरिसकेका छौँ। सरकारले अघि सारेका केही कार्यसूचीहरू छन्, हामीले हेरेका छौँ। केही नागरिक संस्थाहरूमाथि प्रश्न चिन्ह खडा गर्ने मात्र होइन, अंकुश लगाउने प्रकृतिका केही विषयहरू अगाडि आएका छन्। त्यो विषयहरूलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ र हामीले सरकारलाई सचेत गराएका छौँ। यो कुरा पनि म तपाईहरुको बीचमा सम्मान्य सभामुख महोदय तपाईँ मार्फत यो सभामा राख्न चाहन्छु। र मैले यो कुरा पनि हामी स्पष्ट गर्न चाहन्छौँ कि आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रभित्र छौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रभित्र हामी व्यवस्थाको प्रतिपक्षमा छैनौँ, हामी व्यवस्थाको निम्ति सत्ता पक्षमा छौँ। र आज केही प्रश्नहरू यहाँ उठाइएका छन्, केही विचारहरू यहाँ व्यक्त भएका छन्।
मानव जातिको सर्वोत्तम हितको निम्ति अगाडि सारिएका विचारहरू कोही आयातित हुँदैन। यो कुरा म स्पष्ट गर्न चाहन्छु। सभामुख महोदय, र आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति जे बलिदान आज यो मुलुकमा लोकतन्त्रका निम्ति गणतन्त्रका निम्ति भएको छ, ती आदरणीय महान शहीदहरूलाई सम्मान गर्न चाहन्छु र सम्झिन चाहन्छु। उहाँका परिवारहरूलाई सम्मान गर्न चाहन्छु, बेपत्ता योद्धाहरूलाई सम्झिन चाहन्छु, घाइते साथीहरूलाई सम्झिन चाहन्छु। र पछिल्लो जेनजी आन्दोलन जो लोकतन्त्रको सर्भिसिङ र राजनीतिक स्थायित्व व्यथिति र भ्रष्टाचारका विरुद्ध उठाइएको थियो, त्यो आन्दोलनको मर्मअनुसार हामी अगाडि बढ्न पर्दछ। त्यो आन्दोलनका शहीदहरूलाई सम्झिन चाहन्छु। तर व्यवस्थामाथि प्रश्न चिन्ह खडा गर्ने र व्यवस्थाका विरुद्धमा व्यक्त हुने विचारहरूलाई चाहिँ हामीले समर्थन गर्न सकिँदैन। यो कुरा हामी स्पष्ट गर्न चाहन्छौँ। र आज दुईटा उम्मेदवारी, एक प्रकारले दुईजना मान्यजीको उम्मेदवारी छन्। प्राविधिक हिसाबले दुईजना मान्यजी हुनुहुन्छ। मान्य सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्। तर वस्तु त फेरि यो के देखिन्छ भने कुन व्यवस्थाको पक्षमा तिमी उभिन्छौ विचारका हिसाबले भन्ने प्रश्न खडा भएका छन्। त्यही लोकतन्त्र हो जुन लोकतन्त्रले आज व्यवस्था मान्दिन भन्ने विचार राख्ने साथीहरूलाई पनि यो सदनमा उपस्थित गराएको छ, उहाँहरूका विचारलाई व्यक्त गर्ने वातावरण सिर्जना गरेको छ। यही लोकतन्त्र हो। तर फेरि हामी स्पष्ट के गर्न चाहन्छौँ भने यो व्यवस्थाका विरुद्धमा हुने कुनै पनि गतिविधिमा चाहिँ र विचारमा चाहिँ हामी सहमत हुन सक्दैनौँ भन्ने मत राख्दै फेरि पनि श्रम संस्कृति पार्टीको तर्फबाट अगाडि सारिनु भएको माननीय रुबी कुमारी ठाकुरलाई हाम्रो दलको तर्फबाट उपसभामुख पदमा समर्थन भएको जानकारी गराउँदै उहाँको निष्पक्ष भूमिकाको अपेक्षा गर्दै मेरो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। अभिवादन।